वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु हैन। म पनि एकदम कुल छु, कुल। अनि आजको ब्लग चाहिँ म मेरो घरबाट स्टार्ट गर्दैछु है। आज चाहिँ मैले फर्स्ट टाइम मेरो घरबाट ब्लग स्टार्ट गर्दैछु। अनि आजको ब्लग भनेको चाहिँ म मेरो आमासँग गनफन गर्छु इधर उधर हैन। त्यो आमासँग यताउति गफसफ हान्छु। मेरो आमासँग गफ कस्तो जान्छ मजाले हेर्दिनु है त। सो गाइज मैले अब ब्लग स्टार्ट गरिसकेँ हैन। म यहाँबाट सर्ट निक्लेर आमासँग गनफन गर्नु जान्छु। मेरो भान्जी कहाँ छ? मेरो भान्जी के छ? मेरो भान्जी के छ? अनि के भन्दिउ न त, आई लभ यु भन्दिउ न। अरे आई लभ यु मा भन्नु। मेरो भान्जीले यसरी मलाई माया गर्छ हैन। ल ठिक छ। अनि यहाँ सुन न मेरो भान्जी, यहाँ सुन न, तिमी कतिको पढ्छौ भन्नु त? कतिको पढ्छौ भन्नु न? हैन धेरै पढ्छौ तिमी। आज तिमीले एक्जाम कस्तो गर्यौ अरे? सुनाइदेऊ त। के हान्यौ अरे आज? हो ल ठिक छ। सो मेरो भान्जी चाहिँ यहाँ छ हैन। अब पाना भान्जी ल बस, तिमी मामासँग जान्छु। ओके यहाँ बस ल, कहाँ झर्नै नमान्ने क्या मेरो भान्जी होइन। अनि चुलबुली छ होइन। सो गाई छैन, त्यही हो, पारा हान्नु पऱ्यो नि त। सो मेरो आमा चाहिँ यता हुन्छ। आमा के छ अनि? So this is my mom. टाउको छ आबा आला पिछे नयाँ जामला हाम्रो बाउ हातले। So guys मेरो आमा on fire. कसो अरे आज फेरि भनिदिन्छु एकचोटि। कहाँ हिँड्नु भएको? आमा आमा यता हेर्नु त, के हो यो आमा? के कुखुरालाई चार हो? कतिवटा कुखुरा छ यहाँ हाम्रो? उता छ त्यति बेला। ओ ब्रो ओ पाट ओके ओके अरे पाट अरे क्या दाइ छोराहरूलाई पाट अरे हो। के छ अनि कतिवटा कुखुरा छ आमा? 20वटा जस्तो छ। ल ठिक छ। यहाँ बस्दैको छौँ हामी आमा छोरा। अनि आमा केही मिठो कुरा गर्नु न। गर्न त गर्नु न हौ, मलाई कुरै गर्नु आएन। मुख बन्द गरेर बस्नु। सो गाइज मेरो आमा यस्तो हुनुहुन्छ। एकचोटि यता खिच्छ हाँस्दिनु न त। आउँछ तपाईँको लुना। लुना पर छ त बिरालो। लुना लभर हो नि त हामी त। बिरालो बिरालो एउटा छ घरमा, त्यो पालेको छ। कोसँग बोल्दैछ? के ठेडी हुन्छ? ठेडी पनि छैन त अनि आमाले बुझ्नु भएको छैन है त। आमाले बुझ्नु भएको छैन। मैले यहाँ कानमा इयरफोन लगाएको छु। आमाले भन्नुहुन्छ भिडियो बनाउँदैछु आमा, अब भिडियो बनाउनुको लागि इयरफोन चाहिन्छ, बोल्नुपर्छ। हिरो नै हुन आँटेछ क्या? गाई कलाकार त्यो टाउको सुपरस्टार। सुपरस्टार अरे सुपरस्टार 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 उसले भन्छ नि उतले क्याच 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 आएर फास्ट 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 के भन्छ अन्त क्याच 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 फास्ट 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 त्यस्तो पनि हुन थालेको छ। ठिक छ। अनि के छ मेरो आमा? बाबा कहाँ जानु? मलाई के थाहा थाहा छैन।
किन खानु त्यो भिडियो छ भिडियो छ हामी हजुर त्यो के गर्दैछ तपाईँको इन्टरभ्यू लिँदैछु खिच्दैछस् किन खिच्नु पर्यो किन खिच्नु पर्यो किन खिच्नु पर्यो आज आमाको झन् यसो कुराकानी गरौँ भनेको आमा शिवजी पलायो शिवजी पलायो अरे उत्पन्नी भयो शिवजी उत्पन्नी सुगाई चाहिँ रावालाई चाहिँ बोल्न आउँदैन होइन आमालाई यसरी मजाले बोल्न आउँदैन त्यही हो हाम्रो त्यो बच्चा जस्तै हुनुहुन्छ बोल्नु पनि त्यो के अरे एउटा भन्छ नि पर्फेक्ट पाराले बोल्नु हुँदैन आमा उत्पन्नी उत्पन्न ल ठिक छ उत्पन्नै हो आमा यो चौला चाहिँ कसको लागि हो तेरो लागि हो तेरो लागि कसको लागि अरे के कतै मेरो लागि भोलिपछि काटेर खाने अनि मासु चमचम चमचम खाने हो ल ठिक छ पङमा राख्ने हो मासु फ्राई गरेर खाने साडीलाई जिन्दगी डन फिक्री होइन कहाँ जाऊँ कतिवटा कुखुरा छ यहाँ लगभग कतिवटा छ 1200 छ कति कति गोटा एउटा 1 रुपियाँ गोटा यसको मूल्य मूल्य भन्नु पर्यो 300 ले बेच्नु पर्ला 300 रुपियाँ गोटा हो यसमा ल छोरालाई चाहिँ कति रुपियाँ गोटा दिनुहुन्छ ल त 5000 मलाई 5000 गोटा ल ठिक छ छोरालाई चाहिँ 5000 गोटा हो के गर्ने आमाले छोरालाई नै 5000 गोटा भनेपछि होइन ल मेरो पापा चिता हुँदो रहेछ गाडी आएको छ त्यो गाडी भन्छ के हुन आँट्यो त्यो मान्छे मर्यो बाक्ले खायो भने होलिया पनि होइन सो गाइस मेरो आमाले कुरा सोचेको भनेको के भयो मैडम ए मैडम चाहिँ के हो मैडम मैडम चाहिँ के हो गाइस मेरो आमाले चाहिँ मलाई मिडिया अरे होइन मिडियामा कसरी भयो म यसो भिडियो बनाइदिँदैछु मिडिया अरे हो अनि मेरो भान्जी पनि आउनु भएको छ आना हजुर म मिडिया त हो नि तपाईँको छोरा के त कत्रा मिडिया भएको छ भान्जी आऊ मेरो भान्जी पर चुपुर गरिदिन्छ यहाँ मेरो अगाडि अबि यता आऊ न आमा एउटा मिठो केही हान्नु न त ला के हो यो ल ठिक छ यहाँ हो भान्जी अब हामी डुल्नु जान्छौँ ल ल यस आऊ ल अब हामी डुलेर आउनुपर्छ यहाँ माउन्ट एभरेस्ट गएर आउनुपर्छ के माउन्ट एभरेस्ट जानु पर्दैन तिमीलाई चढ्नु आउँछ तिमीले सिकेको छौ कहाँनिर सिक्यौ ल ठिक छ हेर न पुरै यतातिर चाहिँ खडै लागेको छ हजुर कहिले हो ल हामी चाहिँ अहिले यहाँ कट्टुमा छौँ क्या मामा भान्जी कट्टुमा छौँ कुरा त्यही हो होइन माउन्ट एभरेस्ट जाने र अहिले एकछिनमा जाउँ न अनि तिमी यस्तो छौ अनि सबै बाटोहरू चाहिँ यस्तो भएछ त्यहाँ हेर सबै हो बाटोहरू यस्तो भएछ यो पहाडको ढिक्का जस्तो चाहिँ त्यो चाहिँ माउन्ट एभरेस्ट हो है त्यो चाहिँ मेरो भान्जीलाई म माउन्ट एभरेस्ट भनेर भन्छु त्यही हो अनि अहिले चाहिँ फिलहाल हामी कता छ अरे पहाड छ ल ठिक छ अब हामी चाहिँ यता जाउँ यताबाट अब ल
हामी यस्तो हिँड्छौँ मेरो भान्जी अगाडि कट्टुमा मात्रै हिँड्दै हुन्छ तर केही छैन मामा पनि कट्टुमै हुनुहुन्छ सो मलाई चाहिँ अप्ठ्यारो लाग्दैन है भिडियोतिर देखाउनु कुद्ने तिमी लड्छौ है सो दर्द हे अब हामी चाहिँ यहाँ भ्रमण गर्नु आएको हो खासमा भनेको होइन भान्जी यता हेर अब यहाँ मामाको लागि एउटा मिठो कुरा भन मिठो कुरा गर तिम्रो मामा हजुर एउटा जङ्गल छोडे अनि जङ्गलको टुप्पामा हरे गाई अनि भैँसी बफेलो अनि होइन टाइगर लायन मङ्की अनि त्यस पछाडि राम्रो रुख थियो अरे एउटा बाख्रा थियो अरे अनि बाख्रा चाहिँ चुरेर लुट्यो अरे अनि त्यस पछाडि बाख्राले चाहिँ भन्यो होइन म तिम्रो खुन खान सक्छु अनि मङ्कीले चाहिँ भन्यो बाँदर भन्यो खै छिटो कहानी सक्यो अनि भन न त ल अनि उयोले भन्यो लायनले चाहिँ गोरुलाई भन्यो बाख्रालाई भन्यो ए तिम्रो म खुन खान सक्छु बाख्रालाई भन्यो खान सक्दैनौ भन्यो लायनले अनि त्यस पछाडि लायनले होइन उयो भने सक्यो कहानी यति छिटो सक्यो अनि कहानी त कहाँबाट कहाँ पुग्यो त भान्जी कता पुग्यो ठिक छ बस अब हामी घर जाऊँ ल घाम आयो घर जाऊँ नकुदा नानी नकुदा सो गाइज मेरो गाउँ चाहिँ यस्तै छ होइन मेरो गाउँ होइन अब सबै गाउँ चाहिँ यस्तै हुन्छ त्यही पनि मेरो गाउँ चाहिँ यस्तो पछाडि घर पछाडि यस्तो छ त्यही हो अहिले चाहिँ म घर जाँदैछु भान्जी उहाँ चाहिँ मेरो घर हो होइन यो होम पाइप यत्रो आएछ त के को लागि हो यत्रो होम पाइप के को लागि हो यो होम पाइप यो चाहिँ क्या होम पाइप हो नि त यसलाई होम पाइप भन्छ उहाँ सेन्डो लगाउनु चाहिँ मेरो पापा हो सो म पापाहरूलाई चाहिँ पापा मेरो फ्यामिलीहरूलाई चाहिँ म नेक्स्ट भ्लगमा ल्याउँछु आज सो मैले आमा मेरो भान्जीलाई ल्याएँ होइन अब अर्को भ्लगमा चाहिँ मेरो पापा दिदी कोकु नानाहरू लिएर आउँछु त्यही हो अनि नयाँ हुन्छ भने सब्सक्राइब गरौँ होइन यदि पुरानो हुन्छ भने दामी कमेन्ट हान्नु पर्यो हजुर ल ठिक छ सब्सक्राइब हान्नु पर्यो है त सबैजनाले ल सपोर्ट देखाउनु पर्यो नि त हो गाइज सपोर्ट देखाउनु पर्यो नि त हो सपोर्ट खै हो हामीलाई चाहिँ सपोर्ट हान्नु परेन सपोर्ट हान्नु पर्यो ल आजको भ्लग यति नै त गाइज ल